हजुर, म हौ काजी राई साम्पाङ। आज म नितेश भाइ बहिनी उहाँहरू परिवारको नजिकै छु र म उहाँहरूसँग थोरै उहाँहरूको जीवनको अ, कस्तो अवस्था छ त्यो यसो भलाकुसारी गर्ने विचारले यहाँ उहाँहरूको नजिकमा छु। र भाइ अलिक अशक्त हुनुहुन्छ। यति भइकन पनि उहाँहरू दुईजना नानीहरूको बाबा आमा भइसक्नु भएको छ र उहाँहरूको जीवन कस्तो छ, कसरी उहाँहरूको दिनचर्या अहिले बितिरहेको छ, त्यस विषयमा उहाँहरूसँग थोरै भलाकुसारी गर्ने विचारले म यहाँ उहाँहरूको नजिकमा छु। भाइ यो तपाईँलाई कस्तो छ भाइ अहिले? अहिले मलाई एकदमै ठिकै छ। ठिकै छ नि? हजुर। अनि आरामै हुनुहुन्छ? आराम। तपाईँको चाहिँ के भने यो रहेछ नि, यो खुट्टा चाहिँ अलिकति बिग्रेको रहेछ नि तपाईँको। यो कहिले जन्मैदेखि यस्तो नि भाइ? यो मेरो 7 महिनामा जन्म भएको अरे होइन। हजुर। अनि 7 महिना पछाडि चाहिँ अब 3 वर्षसम्म हेऱ्यो। 3 वर्षसम्म नभएपछि उपचारहरू नि गरियो। हजुर। गर्दाखेरि भएन। भन्नै पर्दाखेरि चाहिँ जन्मैदेखि यस्तै हो। जन्मैदेखि यस्तै हो। ए अनि जन्मैदेखि यस्तो भएपछि लेखाइ पढाइ के कस्तो अवस्था भयो भाइको? त्यो अब अवसरहरू कस्तो भयो, के भयो नि भाइ? लेखाइ पढाइ मेरो एकदम साधारण भयो। कक्षा 8 पास गरेपछि मैले छोडिदिएँ। ए छोडिदिएँ। ए 8 सम्म चाहिँ पढ्नुभयो? 8 सम्म चाहिँ पढेँ। अब स्कुल जानु आउनुलाई समस्या पनि भयो होला होइन? समस्याको बावजुद पनि पढ्यो पढ्नको लागि होइन। सुरुमा अनौपचारिक शिक्षा आयो। अनौपचारिक शिक्षाले 3 वर्ष पढ्यो। त्यहाँबाट कक्षा 5 उत्तीर्ण सर्टिफिकेट पाएपछि मैले त्यो सर्टिफिकेट चाहिँ मेरो पानीले दिएको थियो। अनि श्री शारदा निम्न माध्यम विद्यालयमा कक्षा 6 देखि 8 सम्म चाहिँ पढ्यो। हजुर। ए अनि पछाडि तपाईँहरूको बिहाबारी भयो। कतिको बिहा भएको चाहिँ भाइ अहिले? मेरो बिहा भएको ठ्याक्कै 8 वर्ष भयो। 8 वर्ष भइसक्यो। दुईटा नानी रहेछ होइन, एउटा छोरा एउटा छोरी। मेरो अहिले स्कुल जाँदैछ। अनि तपाईँहरूको जीवन कसरी चलिरहेछ अहिले? के छ खेतीपाती, के व्यवसाय गर्दै बसिरहनु भएको छ भाइ? खेतीपाती नै हो। अहिले चाहिँ ठ्याक्कै भन्नुपर्दा खेतीपातीमै व्यस्त रह्यो। अनि तपाईँको त अलि अप्ठ्यारो छ, यो खुट्टाले हिँड्नु ओर्नु कतिको अप्ठ्यारो पो हुन्छ होला त त्यसो गर्नु त भाइ? अब भनिन्छ नि मान्छेको जिन्दगी सङ्घर्ष अरे, सङ्घर्ष गर्दैछु। सङ्घर्षमा हार्नु चाहिँ हारेको छैन। ए ठिकै छ। अब सङ्घर्षमा हार्नु पनि हुँदैन होइन? सङ्घर्ष गर्दै अब खेतीपातीकै काम गरेर त्यसैबाट आफ्नो जीवन गुजारा गरिरहनु भएको छ होइन? हजुर। ए अनि उहाँ बहिनीको चाहिँ पढाइ कति हो? मेरो त मैले +2 चाहिँ क्लियर भएन। +2 सम्म चाहिँ हो मेरो। ए +2? हजुर। ए भाइ चाहिँ 8 सम्म पढ्नु भएको रहेछ, बहिनी +2 गर्नुभएको रहेछ। हजुर। अनि अहिले उहाँसँग तपाईँको बिहा भयो, बिहाबारी भयो होइन? हजुर। अन्त बिहा गर्नको लागि त तपाईँले यस्तो भाइ भन्दा राम्रै पनि केटा पाउनुहुन्थ्यो नि त। उहाँसँगै नै तपाईँले चाहिँ कसरी बिहे गरिहाल्नु हो? यस्तो भयो, मैले बिहेभन्दा अगाडि म जब 7-8मा पढ्दाखेरि स्कुलमा एउटा समूह निर्माण गर्ने हुन्थ्यो। अनि सायद अहिले पनि छ होला त्यो प्रक्रिया। त्यो रेड क्रस अनि त्यस पछाडि बाल क्लबहरू भनेर समूह निर्माण हुँदाखेरि यो कर्ण फाउन्डेसनले पनि एउटा समूह बनाए पछाडि हाम्रो स्कुलमा पनि एउटा समूह बन्यो। त्यस पछाडि त्यो कर्ण फाउन्डेसनमा म पनि त्यो बाल क्लब होइन, कर्ण फाउन्डेसनको समूहमा चाहिँ म पनि बसेँ। त्यस पछाडि चाहिँ 2-3 जग्गा चाहिँ हामीले त्यो कर्ण फाउन्डेसनको बालबालिकालाई पनि समेटेर यो ठाउँमा लानुपर्छ भन्ने हिसाबले उहाँहरूले हामीलाई लानु भएको थियो कि व्हिल चेयरहरू वितरण गर्नु, त्यस पछाडि अब केही सहायक सामग्रीहरू वितरण गर्ने चाहिँ लानुभएको थियो।
अनि त्यो लाँदाखेरि चाहिँ मैले 2-3 ठाउँ जाँदाखेरि अशक्त मान्छेले भोग्नुपर्ने पीडाहरू म आफ्नो आँखाले देखेँ। अनि त्यस पछाडि त्यो देख्दाखेरि मैले भित्र मनमा सोचेँ कि मैले यो ठाउँमा यस्तो मान्छेलाई सहयोग गर्न पाएँ भन्ने हिसाबले सोच्दै जाँदाखेरि अनि त्यस पछाडि अशक्त मान्छेहरूसँग नै भलाकुसारी गर्ने अनि समय बिताउने गर्दै जाँदाखेरि मैले यस्तो मान्छेहरूलाई चाहिँ सहयोग गर्नुपर्छ भन्ने हिसाबले चाहिँ अनि त्यस पछाडि उहाँसँग हाम्रो भेट त भएन, बिहेभन्दा अगाडि हाम्रो भेट भएन। त्यस पछाडि चाहिँ हामी रेडियो मार्फत चाहिँ भेट भएको हो। अनि त्यस्तै हो, उहाँ पनि यस्तै हुनुहुन्छ भनेर थाहा पाएपछि चाहिँ अनि प्रेम सम्बन्धहरू अगाडि बढ्यो नि। त्यस पछाडि विचार चाहिँ मिल्यो। हजुर, विचार चाहिँ मिलेकोले गर्दाखेरि एउटा कुरा त तपाईँहरूको बिचमा विचार मिल्यो। अर्को कुरा चाहिँ यस्तो अशक्त मान्छेहरूलाई सहयोग गर्नको लागि चाहिँ तपाईँलाई भित्रैदेखि विचार त्यस्तो आयो होइन। अत्यन्तै राम्रो विचार तपाईँको। त्यसरी अहिले यही तरिकाले अब दुईजना जोडी मिलेर काम गरिराख्नु भएको छ। यसरी नै जीवन बिताइराख्नु भएको छ, जीवनलाई अगाडि बढाइराख्नु भएको छ। अनि के वस्तुहरू पाल्नु भएको होला, के छ कसो छ नि? अहिले यस्तो छ, अब हाम्रो जीवन निर्वाह गर्ने एउटा बाटो भनेकै कृषि हो। अनि कृषि गर्नको लागि त पक्कै पनि गाउँ बस्तीमा त गाई बस्तु नपाले त सम्भवै छैन। अनि त्यसमा पनि म एक्लैले गर्नुपर्ने हुन्छ। उहाँको त अब खाना पकाउने बिस्तारै भित्र गर्नुपर्ने काम चाहिँ गर्नुहुन्छ। अनि बाहिर त गाई बस्तु अनि खेतीपाती त मबाटै हुन्छ। हजुर, बाबु नानी पनि सानै छ अहिले। योभन्दा 2-3 वर्ष अगाडि दुईजनै सानो हुँदाखेरि चाहिँ एकदमै गाह्रो भएको थियो जीविका चलाउनुको लागि। अहिले चाहिँ अलिकति सहज चाहिँ भएको छ। तर अब एउटा अब भनिन्छ नि, श्रीमान श्रीमती भनेको एउटा रथको 2 पाङ्ग्रा भनेर। अनि मेरो त त्यसमा पनि 2 पाङ्ग्रामा पनि 1 पाङ्ग्रा अलिकति अशक्त। अनि म एउटै पाङ्ग्राले रथ गुडाउनु पर्ने अवस्थामा अलिक चाहिँ गाह्रो नै हुन्छ। र पनि यो गाह्रो भए पनि तपाईँले गरिरहनु राख्नु भएको छ। हजुर, अहिलेसम्म चाहिँ त्यो अरूले अभागी भनेर हुन्छ नि, अब समाजमा हाम्रो समाज चाहिँ त्यही छ। अब कसलाई दोष नदिउँ होइन। समाजमा फलाना त यस्तो अपाङ्गसँग आएर त्यस्तो दुःख पाए अभागी भनेर संज्ञा दिँदै गर्दा, अभागीको संज्ञा दिँदै गर्दाखेरि, तर म अभागी चाहिँ होइन, म भाग्यमानी रहेछु भनेर आज आएर चाहिँ हिजो जसले पछाडिबाट मलाई अभागी भन्नुहुन्थ्यो नि, उहाँहरूले हो त भाग्यमानी रहेछस् नि भन्ने सम्म चाहिँ बनाउन सकेको छ। त्यस्तो भयो। ठिक छ। अब त्यसो त मलाई पनि के लाग्छ भने अपाङ्गहरू सपाङ्गले भन्दा धेरै ठुलो काम गरिराख्नु भएको छ। बरु एउटा सपाङ्ग मान्छेहरूले चाहिँ त्यत्तिकै एउटा बिना बित्थाको जीवन एउटा अप्ठ्यारो दुःखको जीवनहरू बिताइरहेको छ भने अपाङ्गहरूले अत्यन्तै ठुलो काम गरेर बिताइराख्नु भएको छ। त्यसले गर्दाखेरि मलाई पनि त्यस्तो लाग्दैन, गर्न सक्छ उहाँहरूले। अब तपाईँलाई अहिले यस्तो भइराखेको रहेछ कि म अभागी होइन, म भाग्यमानी नै छु भन्नेसम्मको चाहिँ आफैले त्यो ठाउँमा आफूलाई पुर्याउनु भयो। म आफैले सङ्घर्ष गरेर अझ पनि सङ्घर्ष त अब सकिँदैन, जिन्दगीभरि नै सङ्घर्ष त गर्नुपर्छ। तर सङ्घर्षले मलाई मेरो जिन्दगी के हो भन्ने कुरा चाहिँ बुझाइसकेको छ। सङ्घर्षले मेरो जीवन के हो भन्ने कुरो बुझाइसक्यो। हजुर। बहिनी अब धेरै बुझिसक्नु भएको रहेछ। अब त्योभन्दा पनि सबभन्दा ठुलो कुरा चाहिँ के भने बहिनीले यस्तो अशक्त असहायहरूलाई चाहिँ सहयोग गर्नु भन्ने चाहिँ ठुलो कुरा हो भन्ने बहिनीको विचारमा आएकोले चाहिँ मलाई चाहिँ त्यो विचार चाहिँ त्यो विचारको लागि चाहिँ बहिनीलाई म धेरै धेरै धन्यवाद दिन्छु। किन भन्दाखेरि तपाईँकै साथ पाएर उहाँले पनि गरिराख्नु भएको छ। तपाईँहरूको जीवन चलिरहेछ, अगाडि बढिरहेछ। बहिनी त्यसको तपाईँको विचारप्रति चाहिँ म एकदमै सम्मान गर्छु। अब हामीलाई हेरिराखेको होलान् हाम्रो दर्शकहरूले। त्यहाँ कसैलाई केही भन्न मन लागेको छ भने तपाईँलाई? अब सबै दर्शकहरूलाई त हाम्रो नमस्कार। हजुर, हामी युट्युब पनि चलाउँछौँ। सबैजनाले चाहिँ जति पनि हेर्दै हुनुहुन्छ उहाँहरूले चाहिँ हामीलाई युट्युबमा जेनिल फ्यामिली हाम्रो युट्युब च्यानल सब्सक्राइब गरिदिनु होला, त्यो भन्न चाहन्छु। अनि सबैजनाले आफ्नो सङ्घर्ष सबैले गर्नुपर्छ। अनि
सङ्घर्षमा कहिले पनि हार्नु हुँदैन होइन। हो 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 अनि सङ्घर्षसँग चाहिँ कहिले पनि नहार्नु होला। नडराउनु होला। जीवनको जुनै पनि खुड्किला हुन्छ, खुड्किला चाहिँ चढ्नै पर्छ। हो हो ठिक छ धन्यवाद तपाईँहरूको विचारप्रति। ए युट्युब पनि चलाउनुहुन्छ, अब युट्युबको लागि तपाईँहरूले सहयोग पनि माग्नुभयो। ठिक छ बहिनी, भाइ बहिनी, तपाईँहरूको छेउ नजिक आएर तपाईँहरूको के भने जीवनको विषयमा थोरै जानकारी जान्ने अवसर मैले पनि पाएँ र तपाईँहरूको जीवन यस्तो अप्ठ्यारो, अरूले देख्दा अप्ठ्यारो भए पनि तपाईँहरूको छेउ नजिकमा आएर हेर्दाखेरि त्यति साह्रो अप्ठ्यारो जस्तो लागेन। तपाईँहरूले आफ्नो सङ्घर्ष गरेर आफ्नो जीवनलाई अगाडि बढाइराख्नु भएको छ, त्यसको लागि यहाँहरूलाई धेरै धेरै धन्यवाद छ। हजुरलाई पनि समय दिनुभयो, हजुर हाम्रो तर्फबाट मुरी मुरी धन्यवाद। हवस्, आजलाई यति बोलौँ होइन, फेरि अर्को पटकमा अर्कोचोटि भेटेर हामी अन्य कुराहरू यस्तै योभन्दा फाल्टो कुराहरू पनि गरौँ। आजलाई यति बोलौँ, हवस्। धन्यवाद।